पिओ पर्चेज अर्डर अर्थात् तपाईको व्यवसायमा तपाईको एन्ड कन्ज्युमरले खरिद गर्ने खरिद आदेश। हेलो साथीहरु, नमस्कार। 21 दिनको व्यावसायिक महाअभियान लर्निङ फर सक्सेस डे 17 मा तपाईहरु सम्पूर्णलाई हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु। हामी 21 दिनको यो महाअभियानको अन्तिमका केही दिनहरु मात्र बाँकी रहेका छन्। आज व्यवसायको अर्को महत्त्वपूर्ण विषयमा हामी कुरा गर्दै छौं, त्यो हो पी अर्थात् पर्चेज अर्डर। तपाई व्यवसायमा हुनुहुन्छ, तपाई उद्यमशीलतामा हुनुहुन्छ, हो तपाई प्रोडक्ट अथवा सर्भिसको सेक्टरमा हुनुहुन्छ भने तपाईका लागि पिओ एकदमै महत्त्वपूर्ण विषय हो। तपाईको व्यवसायमा पिओ भनेको चाहिँ महत्त्वपूर्ण एउटा जान्नै पर्ने विषय हो। यो ग्रोथको कुरा भन्दा पनि हामी यो हुने कुरा हो, तर हामीले यसलाई बुझ्नुपर्ने आवश्यक छ। तपाई कुनै व्यवसायमा डाइरेक्ट कन्ज्युमरलाई अथवा B2B अथवा B2C कुनै तपाईको आफ्नो प्रोडक्ट सर्भिस छ भने तपाईका लागि तपाईले व्यवसायमा बेच्दै गरेको सामान चाहिँ तपाईको एउटा एन्ड कन्ज्युमरले खरिद गर्दैछ। हो खरिद गर्दाखेरि चाहिँ एन्ड कन्ज्युमरले हो गर्ने अथवा एन्ड कन्ज्युमरले दिने त्यो अर्डरलाई चाहिँ के हो पर्चेज अर्डर भनिन्छ। हो पिओ अर्थात् पर्चेज अर्डर भनिन्छ। पर्चेज अर्डर भन्दा बित्तिकै के हुन्छ नि, एउटा खरिद गर्ने खरिदकर्ताले कम्पनीसँग ब्रान्डसँग प्रोडक्ट अथवा सर्भिस प्रदायक एउटा कम्पनीसँग गरिने एउटा लिगल डकुमेन्टेसन अथवा लिगल चाहिँ एउटा कागज अथवा लिगल एउटा के भन्छ कानुनी एउटा कागज भन्छ, यसलाई कानुनी कागज हो। जसमा के हुन्छ भने पिओमा के कुरा अधिगत गरिन्छ भने जस्तो त्यो खरिदकर्ताले भनेको किन्ने मान्छेले त्यो एन्ड कन्ज्युमरले तपाईको प्रोडक्ट अथवा सर्भिस कुन डेटमा पाउँदैछ, कति क्वान्टिटी पाउँदैछ, कति पैसा दिइसक्यो एडभान्स अथवा कति पैसा उसले पछि दिने हो, कुन डेटमा उसले पैसा दिने हो, कुन डेटमा सामान पर्ने हो, सबै डिटेल्स लेखेको चाहिँ त्यो लिगल डकुमेन्टलाई चाहिँ पर्चेज अर्डर भनिन्छ। तपाईको व्यवसाय कुन कति छ भन्ने कुरा चाहिँ जस्तो तपाईको मेरो व्यवसायमा यति सामान बिक्न सक्छ अथवा तपाईसँग आज चाहिँ कति छ त तपाईको रेभिन्यू अथवा इन्कम कति छ भन्दै गर्दाखेरि मेरो यति सामान बिक्छ भन्ने कुरा हैन। तपाईको पिओ भइसकेपछि मात्र अथवा तपाईको पिओ भइसकेको छ हैन, पिओ साइन भएको छ भने मात्रै त्यसलाई चाहिँ हामीले एक हिसाबले के गर्नु हुन्छ भने त्यो तपाईको रेभिन्यूमा गिनिन्छ अथवा तपाईको व्यवसायको व्यापारमा गिनिन्छ। तपाईको बिजनेस म्याट्रिक्समा पनि पिओले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। भनेको तपाईको कन्ज्युमर तपाईसँग आउने रेशियो र हो तपाईसँग कन्ज्युमर कति आइराछ र आइसके पछाडी कति दिनमा उनीहरु चाहिँ पिओ मा गएको भनेको तपाईको कन्ज्युमर एट्र्याक्ट गरिसकेपछि भने उनीहरुलाई चाहिँ पिओ साइनको रेशियो सम्म लैजान अथवा त्यहाँसम्म लैजान भनेको खरिद मान्छेलाई किन्ने बनाउनु भन्दा पहिला त खरिदको एउटा चाहिँ के हुन्छ डकुमेन्टेसन त हो त, उले म खरिद गर्छु यो गर्छु यसले मैले पैसा दिन्छु भनेर लिगलाइजेसन त हो। त्यो त लिगल पिओ लिइसकेपछि उले पिओ अर्डर लिन्छ हैन। अब पिओ अर्डर ल्याइसके पछाडी त तपाईले त त्यो सामान त उले के पेमेन्ट गरेको छ त यो डेटमा गर्छु भनेपछि तपाईले पुराउनु पर्छ नि त। तर त्यो भनेको चाहिँ तपाईको त्यसमा के हुन्छ हाइली इम्पोर्टेन्स पनि हो, सुरुवातमा आउने फेज पनि हो, तपाईको आफ्नो फेजमा पनि सुरुवातमा आउने म्याट्रिक्स पनि हो। र बिजनेस म्याट्रिक्समा चाहिँ यो तपाईले के हुन्छ भने पिओ चाहिँ कहिलेसम्मको छ त्यो तपाईले डेलिभरी गर्नुपर्ने टाइम हुन्छ। अर्को कुरा के हुन्छ भने कति कन्ज्युमर चाहिँ जति पनि आका एट्र्याक्ट भएका छन् तपाईले मार्केटिङ गरेर अझ विभिन्न माध्यमबाट तपाईले माउथ टु माउथ मार्केटिङ हुन सक्छ ब्रान्डले गरेर ल्याएका चाहिँ कति चाहिँ पिओ मा पुगेका छन् त, कति कस्टमर चाहिँ पर्चेजमा गएका छन्, कति कस्टमर आएर तपाईको कुरा सुनेर गएका छन्। मानौं तपाई कुनै प्रोडक्ट अथवा सर्भिस दिनुहुन्छ, एक्जाम्पललाई लागि तपाईसँग कस्टमर आए सुन यो किन भने तपाईको म्याट्रिक्स लागि मानौं तपाई मोबाइल बेच्नुहुन्छ हो अथवा मोबाइल प्रोडक्सन गर्नुहुन्छ, मान्छे त आए तपाईका दिनमा 10 जना कस्टमर आए तर उनीहरुले तपाईको कुरा सुने कन्भर्सेसनमा एकदमै होला बिक्री होला जस्तो भयो, तर उनीहरुले पिओ लिएकै छैनन् हैन। तपाईसँग चाहिँ लिगलाइजेसन भएकै छैन, पर्चेज अर्डर भएकै छैन भने त त्यसलाई त हामीले बिक्री मान्न सक्दैन। यिनले मान्छेले खरिद्छन् भन्ने विश्वास कति बेला हुन्छ जति बेला पिओ लिएका हुन्छ। त्यो कारणले गर्दा पिओ हाम्रो व्यवसायको लागि एकदमै महत्त्वपूर्ण हो। पिओ भन्दाखेरि पर्चेज अर्डर भनेको चाहिँ किन्ने मान्छेले चाहिँ बिक्री गर्ने मान्छेसँग गरिने एउटा लिगलाइजेसन कागजलाई चाहिँ हामी पिओ भनिन्छ। यो एउटा व्यवसायको लागि महत्त्वपूर्ण विषय हो। आज हामीले कुरा गर्यौं पर्चेज अर्डर अर्थात् पिओ को बारेमा कुरा गर्ने गर्यौं। नेक्स्ट भोलि 5 बजे पुनः अर्को एउटा यस्तै महत्त्वपूर्ण व्यवसायको म्याट्रिक्स लिएर तपाईको अथवा व्यवसायको महत्त्वपूर्ण सूत्र ल्याएर तपाईको माझमा आउनेछौं। यो च्यानललाई सब्स्क्राइब गर्नु होला र यो भिडियोलाई लाइक शेयर गर्न पनि नभुल्नु होला र यसलाई कमेन्ट गरेर धेरैभन्दा धेरै साथीहरुलाई यसको बारेमा जानकारी दिनु होला भन्दै आजको लागि हामी यो भिडियोबाट बिदा हुन्छौं। धन्यवाद।